2081 12 महिना 16 गते लाइभको भिडियो यो। आज 54 जना त्यो उपस्थिति छन् साधकहरू। हेर्नु यहाँ आफ्नो सूक्ष्म व्यायामहरू गर्दै यता महिला साधकहरू हवनको तयारी। आज शनिबार भएको हुनाले हवनको तयारी हुँदैछ। आज हवनमा हवनको जजमानमा आज हेर्न सक्नुहुन्छ ग्राम सेवक मण्डलजी गुरुजरी सहित। प्रत्येक दिनको अपडेट हो, प्रत्येक महीना कति हो उपस्थित महिला पुरुष विवरण सूचना पार्टी। आचार संहिता शिक्षकहरूको लागि आचार संहिता। यता साधकहरूको लागि आचार संहिता। टाइम शेड्युल यहाँ 5 बजेदेखि 7 बजे रेगुलर हवन हुन्छ। त्यसपछि बेलुका सन्ध्याकालीन बौद्धिक सत्र पनि हुन्छ। 6 बजेदेखि 7:30 बजेसम्म बौद्धिक सत्रमा चाहिँ रोग विशेष सम्बन्धी जानकारी गराइन्छ। यसको राम्रो बनाउनु। यहाँ हनुमान पतञ्जलि योग साधना केन्द्र जनकपुर 1 लवकुश मार्ग रेलवे स्टेशन। सूचना पार्टी कतै हेर्न सक्नुहुन्न, यहाँ मात्रै राखिएको छ। अन्य योग साधना केन्द्रमा यो देखिँदैन, देख्न राखेको पनि हुँदैन। यति अपडेट गर्न चाहिरहेको हुँदैन। हेर्न सक्नुहुन्छ यो हवनको तयारी। शनिबार भएको हुनाले हवनको तयारी। आजको मुख्य जजमानमा रामसेवक मण्डलजी गुरुजी हुनुहुन्छ। उहाँ गुरुजी नै बस्नुहुन्छ आज। सबै गुरुजोडी सहित यता महिला साधकहरू आफ्नो योग गर्दै आफ्नो मनोकामना गर्दै डेलीको अपडेट उहाँहरू गर्नुहुन्छ। दान गर्नेको ठेली यो हेर्नु दैनिकको हनुमान पतञ्जलि योग साधना केन्द्रको चैत महिनाको रेकर्ड हो। यहाँ हेर्न सक्नुहुन्छ आज कुन यौगिक के भयो दिनभरिमा। आज के भयो 81 12 महिना 16 गते यो कक्षा कति बजे सञ्चालन भयो? 5 बजे, ट्याक्कै 5 बजे आज सुरु भएको छ। सञ्चालन हुने बेलामा जम्मा कतिजना उपस्थित थियो? 37 जनामा 16 जना महिला र 17 जना पुरुष थियो। तर अहिले 54 जना जति उपस्थित छन्। सुरुमा जगिङ, त्यसपछि उठक बसक गर्ने व्यायाम, सूर्य नमस्कार, दण्ड, त्यसपछि परिणामहरू। यस्तै प्रत्येक दिनको अपडेट यहाँ हुन्छ, फाइलिङ गरेर राखिन्छ।
खासियत हो हनुमान पतञ्जलि योग साधना केन्द्रको। अन्य पतञ्जलि साधना केन्द्र भन्दा प्रत्येक चिज पारदर्शी छन्। हेर्न सक्नुहुन्छ दान गरेको पनि यहाँ सबै रेकर्ड राखिन्छ। अनि सबैजनाको यहाँ कति दान गर्यो त्यसको ठेली छ। यो जति बेला पनि हिसाब लिन सक्नुहुन्छ। आज हवन भएको हुनाले अलिकति चाँडै सकाउनु पर्ने अवस्था छ। यो विभिन्न कार्यक्रमको दैनिक निःशुल्क कक्षा सञ्चालन प्रातः योग सत्र बिहान 5 बजेदेखि 7 बजेसम्म, सन्ध्याकालीन बौद्धिक सत्र बेलुका 6 बजेदेखि 7:30 बजेसम्म योगलाई राम्रो बनाउनलाई यो राखिएको। अनि हेर्न सक्नुहुन्छ प्रत्येक वालमा लेखेको छ। यहाँ योग सम्बन्धी सबै स्लोगनहरू हेर्न सक्नुहुन्छ। प्रत्येक वालमा छुट्टै छुट्टै स्लोगन हेर्न सक्नुहुन्छ। यसले पनि योग प्रशिक्षकको आचार संहिता, पोसाक लगाउने, कुर्ता सुरुवालमा त्यो साधाको मैत्रीपूर्ण व्यवहार गर्ने, योहरू चाहिँ योग प्रशिक्षकको लागि हो। यता साधकहरूको लागि आचार संहिता, साधकहरूले के गर्नुपर्ने के नगर्नुपर्ने, के गर्न मिल्ने के गर्न नमिल्ने, यो साधकहरूका लागि। यो चाहिँ सूचना पार्टी प्रत्येक दिनको अपडेट हेर्न सक्नुहुन्छ।